प्रतिनिधि साँच्चीकै तपाईँ जनप्रतिनिधि हो? वडा अध्यक्ष हो। जनताले प्रतिनिधि नै हो, वडा अध्यक्ष हो। वडा अध्यक्ष हुन हेर्नुहोस् त, वडा अध्यक्षको मतलब के हुन्छ? वडामा जाने तपाईँ जनतालाई प्रष्ट रूपमा बताउनुहोस् कि तपाईँ जनताबाट निर्वाचित भएर तपाईँ वडा अध्यक्ष हुनुभयो? चुनावमा चुनावमा भयो हो, साइन गरिदियो उनीहरू कागजमा। सचिवजी जो बनाइदिनु भयो सचिवजी, उनमा म साइन नगरे भने नै नि त म साइन गरिदियो। होइन, तपाईँ चाहिँ त्यो साइन गर्ने मान्छे पनि कसरी हुनुभयो? चुनावमा भयो काल सहयोग गर्यो, पर उहाँका धामकाल कति उ गर्यो, मुही बनाउनु पर्थ्यो। गाउँमुडको जान्ने बुझ्यो, अब उहाँतिर देख्यो मुही हो क्या गाउँमुड। तपाईँहरूले एउटा कुरा बताउनुहोस्, तपाईँले चाहिँ चुनाव कसरी लड्नु भएको थियो? लडे काहीँ नै, एकै तल्ला घर आबुसित लडै भइयो। हे भगवान, होइन तपाईँले चाहिँ वडा अध्यक्ष हुनुको लागि तपाईँलाई त मान्छेले भोट दिएको होला नि? मुलाई नै दियो हो, स्कुलमा दियो, स्कुलमा गर्यो, स्कुलमा गर्यो अरे। स्कुलमा भोट दिएपछि तपाईँ जनप्रतिनिधि कसरी हुनुभयो? तपाईँ वडा अध्यक्ष कसरी हुनुभयो त? भोलिका दिन पदभार गर भनेर मुलाई उहाँ वडामा लग्या भयो, कुका लग्या, धानका लग्या, पुइ मुलाई गरायो, मु अता बोलायो, मु निको गर्लो गाउँमा निको गर्लो भनायो, पुइ भयो उतुबा मु साइन गर्न सुरु गर्यो। तपाईँलाई चाहिँ चुनाव अघि म वडा अध्यक्ष हुँदैछु भन्ने पनि थाहा थिएन? वडा अध्यक्ष नै ऊ पारे अर्को त्यो मैले बुझेँ, तपाईँको भाषामा तपाईँको साइन गर्ने मान्छे गज्वाकाले विदित गर्यो, ऊ होरेको भन्यो अध्यक्ष बल्लीमा आएको, उहिले विथिति गर्यो अरे अब कै खोज्छौ भन्यो त। इथो उता जिल्लातिर देखेको तु यही छ, कति तुले गाडीमा लै काम गर्यो, इथो उताका मान्छे पछ्यान ल्याइरहेछ गाउँमुनि, बाहिर मान्छे चिल्ला पछ्यान भयो मेरो त कति ठहरो भयो बहुत ठहरो। तपाईँले खा तुए हो भन्यो। आदरणीय जनताहरू, तपाईँ देख्दै हुनुहुन्छ, लाटो जनताको घाँडो तन्त्र भनेको यही हो। उहाँ हुनुहुन्छ वडा अध्यक्ष। वडा अध्यक्ष के हो पनि उहाँलाई थाहा छैन, जनप्रतिनिधि के हो पनि उहाँलाई थाहा छैन, उहाँ के हो साइन गर्ने मान्छे। अब उहाँलाई चाहिँ साइन गर्ने मान्छे कसले बनायो त? प्रश्न यहाँनिर उठ्छ आदरणीय जनताहरू। तपाईँ एउटा कुरा बताउनुहोस्, तपाईँलाई चाहिँ साइन गर्ने बनाउने मान्छे तपाईँको को भन्नुभयो?